के गरेको गरेर कहाँ गर्छ टेन्सन पनि पाछ कमाउनु गएको अब तपाईँ कामै गर्नुहुन्न काम त गर्छु त म त किन टेन्सन गर्नु काम गर्छु नि किन टेन्सन गर्नु तपाईँ काम एक दुई दिन बसेर काम गरिदिनुहोस् ल गएको छ हजुर गएको मामा पापासँग बसाइ प्रशंसा गगला फेट कहाँ गएको मसुला मुन्नी पैसा पठाइदिन्छु ऊ पापासँग बस्छ नि यस्तो मिठाईहरू ल्याइदिनुहुन्छ पापा के गरेको भने अब गयो पनि अब काम गर्नु कहाँ गएको जान्छु भनेको जहाँ भए पनि कामको जानुपर्छ त बस म पालिहाल्छु पालेर मात्रै भयो त्यो खानु र लाउनु मात्रै भएर भयो अरू पनि दिन्छु नि त समय देऊ न मलाई सुताएर म तिमीलाई सबै ल्याइदिन्छु सामान भनेर टेन्सन नगर न अनि हामी अलिअलि पारेर बिजो बनाएको जाने के बिजो पैसा पठाइदिन्छु त्यसै नि तपाईँ कामै नगर्ने यसरी नगर्ने बरु म गरेर मलाई ढिलो हुन्छ बस नि त बाबु जाँदैछ नि पक्रिहाल्छ ढिलो हुन्छ उहाँ गाडी आइसकेको छ ए बस न भनेको म बस्दिनँ तपाईँको मात्रै दुख्छ टाउको मेरो झन् दुखेर यहाँ के दुख्यो म सुत अन्त त्यही तपाईँ भएर त दुखेको तपाईँ नभएको काम गर्छु त म त्यस्तो गरेर ढिलो हुन्छ अहिले गाडी लिएर आइरहेको आउँछ गाडी लिएर बस न हौ प्रेसर भयो के हेर्नु भएको होइन म प्याकिङ पनि गरेछ अन्त ढिलो हुन्छ गाडी आइसँग के गरिदिन्छ खाँदै बस्नु यस्तो मिठो मिठो खानु पाउँछ त्यसो बेग राख्नु त बेगमा पनि त्यतिकै भिडियो बनाएको कस्तो हुँदो रहेछ के भयो झन्डै रुनु भयो त नि कस्तो लाग्यो त बुढी जान्छ भनेर दुखी लाग्यो नि पापा त झन्डै रुनु अरू केही छ
छिटो खाऊ न टोस्ट खाने अरू के छ र के छैन ल भयो बुढालाई प्र्याङ्क गर्नु सक्सेस भयो आयो भिडियो बनाइ हेरेको क्या कस्तो हुँदो रहेछ भनेर कस्तो भिडियो यस्तै प्र्याङ्क गरेको भिडियोहरू झन्डै रुनु भयो मेरो बुढा त अनि भयो अब चाहिँ हुँदैन रहेछ भनेर नगरेको क्या प्र्याङ्क चाहिँ सक्सेसफुल भयो अनि मेरो बुढा चाहिँ त्यो पूजाको सामानहरू उहाँ दिनु जानुभयो बिचारा माया लागेर कस्तो माया लाग्दो पारेर कस्तो हुनु भयो प्रश्न आउँदा भन्छ त कस्तो हुनु पापाको आँखामा आँसु फुल भइरहेछ तर रुन हुँदा चाहिँ आँसु निक्लेको थिएन झन्डै रुनु भयो अन्त मामुले चुम्मा दिनु कसरी चुम्मा दिनु म आफ्नो बुढाले किन छोड्नु जान्छु त जानुभयो बुढा चाहिँ अनि माया लाग्यो बिचारा अझै लामो गरौँ भनेको माया लाग्यो नि त अनि गरिनँ रुइसक्नु भएको थियो रुनै हाल्नु भइसकेको थियो अनि त्यही भएर माया लाग्यो त्यही भएर गरिनँ यहीँसम्म थियो अनि मन पर्यो भने के गर्नु नानी यो भिडियोलाई लाइक अन्त सब्सक्राइब नीचे के बटन पे दबा दो यहाँ चाहिँ मेरो छोरा पापाले मिठाईहरू ल्याइदिनु भएको थियो अनि खाँदै खाइसकेर झगडा गर्छ फेरि दिदीलाई पनि माग्छ अनि लु सियन यो भिडियो मन पर्यो भने के गरिदिनु भनिदेऊ त लाइक शेयर नीचे के बटन पे दबा दो ल सो त्यही हो फेरि अब यस्तै अब त यस्तो भिडियो ल्याउँदिनौ कस्तो उयो लाग्यो अब चाहिँ के ल्याउँछौँ हेर्दै जानु होला आजलाई चाहिँ यहीसम्म बाई 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 गरिदेऊ बाई 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 बाई